ल हेर्नु साथीहरू युरोपमा चाहिँ पुरा यस्तो हिउँ परेको छ है यति यति थुपारेको छौँ है यो चाहिँ हामी बसेको जाति हो होइन यहाँ चाहिँ अझै पनि यति सबै सोरेर चाहिँ सोरेर यत्रो थुपारिसकेका छौँ यहाँतिर यति थुपारेर छौँ थाक होइन यति हिउँ परेछ यति हिउँ परेछ अझै पनि हिउँ पर्दैछ है 2 दिन हिउँ पर्दा यति थुप्रिँदछ है युरोपमा हामी युरोप भन्छौँ नि यति साह्रो छ गाह्रो छ काम पनि पाउनु गाह्रो छ एकदमै यो पनि यसरी फ्याँक्नु पर्यो छ हामीले यो चाहिँ हामीले पार्ट टाइम काम गरे 12 लाख तिरेर आएको युरोपमा यो छ हालत हाम्रो यहाँ चाहिँ पुरै मेसिनले यहाँ चाहिँ हुँदो रहेछ गाडी एउटा मेसिन हुँदो रहेछ सारा सोहोर्ने बिहान बिहानै आएर सोहोर है त्यति थाक्छ है साइडमा यो चौरो पुरै यति लाम्लोमा घाँस थियो त्यो घाँस पनि सब पुरिसकेको अवस्था छ होइन हेर्न सक्नुहुन्छ यति यति थोप्रा छ होइन यस्तो छ युरोप भन्छौँ हामी एकदमै गाह्रो छ होइन अब यो चाहिँ स्नोक बनाएको छ होइन यो चाहिँ म अब टक्कै यसलाई यो यस्ता गरेर चाहिँ यहाँ अलिक टोपी मिलेन यस्तो छ यहाँको केही छैन दिउँसोभरि यत्रो सोर्न लायो लास्टमा पैसा पनि यसले दिने होइन दिनलाई आनाकानी गर्छ पैसा दिनुलाई एकदमै जति गर्छ है यस्तो छ होइन र यो पुरा घरहरू हेर्नु घरमाथिको छतमा यति थाक थुप्रेको छ हिउँहरू होइन यस्तो छ यसको वरिपरि चाहिँ यो टोपी चाहिँ अलिक भएन यसलाई चाहिँ यस्तो बनाइयो बस्यो काम छैन है एकदमै गाह्रो छ हिउँ अझै पनि झर्दैछ फस्छ 2 दिन हिउँ पर्दा यस्तो पर्छ यति थुप्रिन्छ लगभग यहाँ समथिङ 2 फिट आधी जति होला यहाँ यति साह्रो हिउँ परेको छ हेर्नु त नत्र साइडमा थुप्रा हेर्दा थाहा पाइन्छ होइन यति माथि उठेको छ यस्तो छ एकदमै गाह्रो छ हो एक त हाम्रो यहाँ फेरि आएर एकदम कार्ड नबनेकोले 2-3 महिना भयो कार्ड बनेको पनि छैन है एकदमै गाह्रो छ युरोप भन्नु मात्रै लास्टै गाह्रो छ यार पहिला अरूले भनेको सुनिन्थ्यो डिप्रेसनको औषधि लिएर आउनुहोस् भन्दै हुन्थ्यो लास्टमा नभन्दै हुनै रहेछ भने त बल्ल पत्याउनु पर्यो कसैले भन्छ नि कि आफू पर्नु अनि मात्रै आफूले भोगेसम्म थाहा हुन्छ भन्थे हुँदै रहेछ कि सबै कुरा अरूले भनेको नपत्याउँदाखेरिमा यस्तो अवस्था हुँदो रहेछ होइन नेपालदेखि मेन पावरले पठाउँछ पैसा 12-13 लाख लिएपछि त्यसो यहाँ पुऱ्याइदिन्छ त्यसपछि कार्ड सारको अत्तो छैन यस्तो छ अवस्था होइन गाइजहरु देख्न सक्नुहुन्छ युरोप चाहिँ यस्तै हुन्छ केही छैन केही मात्र यहाँ पैसाको रेट अलि ठुलो भएर मात्रै हो नत्र युरोप त काम छैन ल रुखतिर पनि हिउँ थुप्रिरहेको छ गाडीतिर यस्तो छ अवस्था